कसरी छिर्ने होला खेलको बाटोमा पुग्यो साथीहरू हामी चाहिँ खाना खान लागिसक्यो होइन होला के हो साथीहरू नमस्ते नमस्कार वेलकम स्वागत छ भन्न चाहन्छु सम्पूर्णजनालाई मेरो पहिलो सन्जय भ्लगमा भन्न चाहन्छु है त साथीहरू सो आज चाहिँ म पनि सन्जय छु सो हजुरहरू पनि सन्जय हुनुहुन्छ होला भन्ने साथसाथमा आजको मेरो पहिलो भ्लग सुरु भइसकेको छ हजुरहरूले माया गरिदिनु हुनेछ ममा त गरिदिनु हुनेछ र लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु हुनेछ भन्ने आशा राख्दै आज चाहिँ पक्कै पनि जिरीको यात्रा गर्नुपर्नेछ जिरी चाहिँ मेरो सो जन्मथलो हो नि त साथीहरू आजको जिरीको यात्रा कस्तो हुने रहेछ फुल भिडियो हेरेर नभन्नु होला भन्न चाहन्छु है त साथीहरू अब लाग्नुपर्छ फेरि ढिलो भयो भने भरे रात पनि पर्छ होइन अब हामी जान्छौँ कस्तो हुने रहेछ होइन तर आज चाहिँ मलाई फाइदा नै फाइदा छ क्या गाउँमा जाने बेलामा एक कुरा त होइन के भन्छ अरे एकजना टाइप पनि जानुहुन्छ अरे अर्को कुरा चाहिँ के हो भनेपछि हेलमेट किनेको 1500मा त्यसपछि मैले चाहिँ 2500 भनेको छ दाइलाई होइन 2500 भनेको छ दाइलाई के बोले भरे रियाक्सन कस्तो हुँदो रहेछ है दाइको अनि त्यसपछि चाहिँ अब हेलमेट पनि लाउनु पायो मेरो पैसा पनि जोग्यो त्यो माथि 1000 पनि फाइदा भइरहेछ नि त साथीहरू सो त्यही हो साथीहरू अब चाहिँ लाग्नुपर्छ है त सबै कुरा यहीँ छोडौँ अब चाहिँ हामी लाग्नुपर्छ होइन अब हेलमेट लगाएर जान्छु सो मलाई चाहिँ हेलमेट लाउँदा कस्तो देखिने रहेछ है साथीहरू कस्तो देखियो म सो गाइस अब चाहिँ हामी यो धुली खेलको बाटोमा पुग्यो अझ धन्न आज चाहिँ होइन पानी हालेको रहेछ क्या सो त्यही भएर छारो चाहिँ उडेको धुलो चाहिँ उडेको छैन होइन नत्र यो बाटो यति धुलो उठ्छ कि साथीहरू देख्न सक्नुहुनेछ धुली खेलको बाटो है यस्तो छ साथीहरू देख्न सक्नुहुनेछ हजुरहरूले पनि धुली खेलको बाटो साथीहरू यतिखेर चाहिँ हामी खाली चौरदेखि माथिको बाटो गइरहेको छौँ होइन एकदम बब्बार भइरहेको छ एकदमै हरियाली मौसम छ क्या साथीहरू आजको चाहिँ होइन एकदम राम्रो बवाल मौसम छ अब सो त्यही हो है अब घामसाम लागिरह अब यहाँदेखि चाहिँ हामी ठ्याक्क मुटु डाँडा गएर चाहिँ हामी खानासाना खान्छौँ है सो त्यहाँ खानासाना खाइसकेपछि चाहिँ हामी फेरि खरिढुङ्गा गएर चाहिँ भिडियो बनाउँछौँ त्यहाँको भ्यू त्यहाँको सिनहरू हेर्न नभुल्नु होला भन्न चाहन्छु साथीहरू र अर्को कुरा बाइक नै राम्रोसँग चलाउन आउँदैन के भन्नु र अर्को कुरा बाइक नै राम्रोसँग चलाउन आउँदैन के भन्नु जानेछौँ है यता पुग्यो एकदमै राम्रो छ हो साथीहरू यता चाहिँ एकदम राम्रो लाग्यो होइन तर पनि अलिकति मेरो क्यामेराले नै क्याच नगरेको हो कि के भएको हो साथीहरू सकेको छौँ सो हामी चाहिँ यो डाँडामा आइसकेको छौँ साथी यहाँदेखि चाहिँ यताको सिन चाहिँ खतरा छ है हेर्न लागि चाहिँ अब चाहिँ हामी एकछिनमा अब माथि मुडे डाँडा पुग्छौँ त्यहाँ खानासाना खानेछौँ है अब चाहिँ यहाँदेखि हामी माथि जान्छौँ माथि गएर चाहिँ खानासाना खाएपछि खरिढुङ्गा गएर हामी टिकटक बनाउँछौँ भिडियो बनाउँछौँ त्यहाँबाट जान्छौँ होइन सो साथीहरू हामी चाहिँ खाना खान लागिसक्यो यहाँनिर आएर चाहिँ खाना नि रेडी भइसकेको रहेछ हामी हात धुँदा खाना रेडी भइसक्यो क्या अब खाना खाएर चाहिँ खरिढुङ्गा जान्छौँ है सो
मुटेको खानाहरू गाइस एकदम मिठो छ यिनीहरूले खानासाना खाएर चाहिँ अब हिँड्न लागेको है खाना एकदम मिठो छ खाना खाने ठाउँ चाहिँ हाम्रो यहीँ हो यहीँ दिदीकोमा चाहिँ एकदम मिठो पाउँछ त्यसपछि चाहिँ हामी फेरि अब लाग्नेछौँ सो त्यही हो साथीहरू है सो साथी हामी चाहिँ अब खानासाना खाएर चाहिँ एकदम लाएर चाहिँ हामी घरतिर लागिसकेको छौँ यहाँ चाहिँ मुरे डाँडाबाट जानुपर्छ सो हजुरहरू पनि घुम्न आउनु होला यो चाहिँ घुम्नको लागि भिजिट गर्नको लागि चाहिँ एकदम बब्बाल भएको दोलखा हो नि त सो त्यही भएर अब अलिकति यता बाटो नि कति छ है अब के गर्नु धेरै विकास भएपछि यस्तै हो साथीहरू है ठ्याक्कै लाएर यो चाहिँ सिन्धुपाल्चोक र दोलखाको सिमाना हो अब चाहिँ हामी साथीहरू दोलखा छिरेको है दोलखा नेपालको स्विजरल्यान्ड भनेर जिरीमा चिरिन्छ सो जिरीमा चाहिँ हजुरहरू पनि घुम्न आउनु होला एकदमै लाएर जिरीमा चाहिँ पर्यटनको खानी हो त्यही भएर तपाईँहरूको पनि खाँचो छ त्यही भएर आउनुहोस् ल अनि सो हामी चाहिँ अब चाहिँ दोलखा छिरिसक्यो हो साथीहरू होइन सो साथीहरू यो चाहिँ एकदमै रमाइलो ठाउँ छ होइन हामी अब मिठो काम गर्दा गर्दा फुड टेस्ट गर्नको लागि आउने ठाउँ चाहिँ यो ठाउँ चाहिँ एकदम सजिलो अलिकति चिसो ठाउँ अनि खानाहरू पनि चिसो ठाउँ मिठो हुन्छ नि त अनि घुम्नको लागि पनि एकदमै राम्रो छ होइन आजभोलि गर्मी महिनामा पनि अब गर्मी सिजनमा होइन अलिकति यस्तै अलिकति चिसो ठाउँमा घुम्दा एकदमै मजा लाग्छ नि साथीहरू भएर होला साथीहरू तर पनि मेरो सोच चाहिँ नेचुरल छ अब त्यस्तै हो है तर पनि तपाईँहरू नराम्रो नसोचिदिनु होला सो साथीहरू पक्कै पनि तपाईँहरू पनि आउनुहुन्छ भन्ने आशाको साथ सो साथीहरू तपाईँले देख्न सक्नुहुनेछ यो ठाउँ चाहिँ कस्तो लाग्यो हामीलाई चाहिँ बम्बल लागिरहेको हो बब्बल लागिरहेछ मलाई चाहिँ होइन यही ठाउँमा बसिरहँ यही ठाउँमा उडिरहँ जस्तो भइरहेछ तपाईँहरूलाई कस्तो लाग्यो पक्कै पनि यो ठाउँमा फेरि पनि आउनु नभुल्नु ल मैले कतिचोटि भनिसकेको छु नि त यहाँ हेर्नुहोस् न साथीहरू दुबोक पनि फुल फुल्दो रहेछ होइन यो चाहिँ फुल हो क्या दुबोकको कस्तो भनेको साथीहरू ल हेर है एकदमै होइन बब्बल छ सो हजुरहरूलाई यो ठाउँ कस्तो लाग्यो भन्न नभुल्नु होला आज चाहिँ एकदमै बब्बल हुनेछ होइन अब हामी यो माथितिर पनि अब जान सकिन्छौँ होइन तर पनि हावा चलिरहेछ सरर एकदम बब्बल छ होइन त्यही हो साथीहरू एकदम राम्रो लाग्यो रमाइलो लाग्यो छ क्या है ढुङ्गा कहाँबाट आयो साथी अब चाहिँ तपाईँहरूलाई यो माथिको डाँडा छ नि माथि डाँडा हो त्यहाँनिर गएर चाहिँ एकदम त्यहाँको होइन सिनहरू कस्तो रहेछ हेरौँ त है त साथीहरू
त्यहाँनिर हेर्नु न, ऊ त्यहाँनिर हो, त्यही के त्यहीनिर। हेलो, कहाँनिर हो तिमी? बाहिर निस्किन्छ भन्थ्यो होला होइन साथी। यहाँनिर मेरो बोयफ्रेन्डको घर भएको भए, तर बोयफ्रेन्डै छैन त म के गरौँ? क्या बबाल छ है, यहाँदेखि क्या बबाल देखिरहेछ क्या। सो एकदम रमाइलो बब्बाल लाग्यो हो साथी मलाई चाहिँ होइन। यो ठाउँहरू, यो गाउँहरू होइन, यो बस्तीहरू, यहाँनिर बस्ती क्या बबाल छ क्या। हेर्नु न, मेरो बोयफ्रेन्ड भएको भए बाहिर निस्किउँ भन्थ्यौँ है, मैले देख्थेँ होला क्या, कसम भने। सो त्यही हो साथीहरू, यता हेर्नुहोस् न, यता चाहिँ एकदम चिमल हो क्या, चिमलको होइन, एकदम दामी रहेछ साथीहरू, एकदम दामी। सो यता पनि एकदम राम्रो बबाल छ। यहाँबाट चाहिँ यताको भ्यू देख्ने रहेछ साथीहरू है, ढुङ्गा माटो एकदमै राम्रो होइन, एकदमै रमाइलो सुन्दर ठाउँ छ। साथीहरू एकछिन यहाँ बसौँ न। अब यहाँदेखि चाहिँ हामी खाओ डाँडा जानुपर्छ होइन। अब खाओ चाहिँ मेरो घर, खाओदेखि पनि तल खोलो घरको चाहिँ मेरो घर हो। सो अब त्यहाँ जानुपर्छ होइन, एकदम बबाल भयो। सो एकदम रमाइलो भयो साथीहरू। अनि हजुरहरूले कस्तो लाग्यो भनेर नभुल्नु होला भन्न चाहन्छ है। ओ माई गड, हावा त साथीहरू यस्तो बबाल चलिरहेछ कि बल्ल बल्ल म होइन 50 केजी पनि छैन, 45 केजी छ। 45 केजीको मान्छेलाई उडाउने हावा आइरहेछ साथीहरू। तर म चाहिँ यहाँदेखि यहाँ जान लागेको, पोखरा छ फेरि। हेलो मेरो एक्स माया, यति धेरै घरहरूको कुन घर चाहिँ तिम्रो हो? साथीहरू एकदम रमाइलो अनि बब्बाल भइरहेको छ एकदमै। यहाँको ठाउँ चाहिँ तपाईँहरू पनि नबिर्सिनु होला भन्नु चाहन्छु। पटक पटक चाहिँ त्यही मात्र बोली छ कि साथीहरू। अलिअलि कच्ची रहेछ। फ्लावर हेर्नुहोस् न, आलु हो क्या साथीहरू, कति मिठो हुन्छ नि त भोलि पर्सि मुडेको आलु। ओहो फुलिरहेको रहेछ क्या है। यो ठाउँ चाहिँ मलाई त क्या गजब लाग्यो क्या। हुन त आफू हुर्किएको जन्मेको ठाउँ त यत्तिकै राम्रो लाग्छ, तर पनि झनै मौसमले पनि आज साथ दिएको छ नि त साथीहरू। त्यही भएर एकदम बबाल भइरहेको छ है।
नेपाली गुराँस र चिमलको हो है सबै बोटहरू एकदमै आलु चाहिँ बब्बाल हो क्या होइन यो हो नि त तरिका यो चाहिँ दोलखा भीमसेन मन्दिर है साथीहरू यहाँनिर ठ्याक्कै हो होइन भीमसेन ओहो यतातिर हेर्नुहोस् न पुरै सबै खेतै 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 खेत नै खेत छ सो हामी चाहिँ उता गएनौँ अनि यहीँनिर बसेर चाहिँ यस्तो भिडियो गरेको एकदम बबाल छ आउनु होला है तपाईँहरू पनि यो ठाउँ हेर्नको लागि दोलखा यो दर्शन भइहाल्यो कोसीको पुल हो साथीहरू अब मैनापोखरी बजारमा गएर चाहिँ अब बाबाले अब चुरोट खानुहुन्छ चुरोट लग्नु पऱ्यो नि त अब के गर्नु साथीहरू आफ्नो अब खुसी हुने चिज हुन्छ होइन अब आफ्नो उमेर अनुसार हुन्छ नि त अब कतिपयजनाले चुरोट रक्छ यो त्यो तर ठिक लेभल खायो भने खाओस् भन्छ होइन साथीहरू सो त्यही हो यो चाहिँ मैनापोखरी बजार अब हामी माथि खाउ डाँडा पुग्नुपर्छ होइन मैनापोखरी फाइनली आइपुग्यो मैनापोखरी बजार हो साथीहरू पहिला चाहिँ हामी यसमै आउँथ्यो अनि यहीँ किनमेल गरेर चाहिँ जान्थ्यौँ क्या सो त्यही हो साथीहरू अब एकछिन है अब हामी चुरोटहरू लिन्छौँ है साथीहरू अनि त्यसपछि फेरि पनि हामी खाउ डाँडामा सो गाइस हामीले चाहिँ यो किलमिल गरेर पनि यहाँ चुरोट बोकेर पनि सर्ट लाएर चाहिँ मैनापोखरीबाट खाउ हिँडेको फेरि हामी खाउ डाँडामा भेट्नेछौँ है त साथीहरू अनि अब पोहोर नै हुन्छ है साथीहरू मैले अघि मैनापोखरी चलिकोटतिर पनि ल्याउनु बिर्सेछु होइन यसरी खाउ डाँडा यतैबाट जाने हो यस्तै गरेर सो यही हो साथीहरू खाउ डाँडा चाहिँ आइपुग्ने लागिसक्यो अब हामी चाहिँ के दामी छ त दामी छ दामी सो खाउ डाँडा हो साथीहरू कस्तो त्यो भइरहेको हामी चाहिँ खाउ डाँडा आइसक्यो यता चाहिँ पहिला चाहिँ क्या दामी भइरहेको थियो क्या हिउँ पर्ने बेला म एकचोटि आएको थियो यहाँको मैले हिउँ पर्ने बेलामा पनि यहाँको भिडियोहरू चाहिँ गरिरहेको छ होइन सो एकदम बब्बा छ होइन हजुरहरू पनि आउनु नबिर्सिनु होला है त साथीहरू यता यहाँदेखि यसो गएर टक्क लागेर चाहिँ अब बाबाहरूलाई भेट्नेछौँ है अनि त्यसपछि चाहिँ अब साथीहरू मनै लाग्यो चिसो लाग्यो त्यस्तै यहाँ हेर्न ट्र्याक्टर हिँड्ने भन्दा नि ठुलो सोलिङ गरेर यतै लहरमान डाँडा हो साथीहरू पहिला चाहिँ यहाँनिर एकजना मान्छे मरेर चाहिँ ऊ यहाँनिर पोलेको थियो अरे यो माने डाँडा हो अनि यहाँ चाहिँ माने बनाएको थियो अरे अनि तर पनि यहाँनिर चाहिँ पुरै लहरै लहर भएको घाँसहरू हुन्थ्यो अरे अनि यहाँ चाहिँ मम्मीहरू काट्न आउँथ्यो अरे अनि यो डाँडालाई नै लहरे माने डाँडा भन्दा लहर माने बसेको अरे हाम्रो मम्मीहरू है पहिला हजुरआमाहरू अनि यहाँ चाहिँ यतिको भइरह लहरे माने यस्तो छ मेरो गाउँ आउन साह्रै गाह्रो छ यहाँ सोली यत्रो भइरहेछ साथीहरू साह्रै गाह्रो साह्रै गाह्रो छ सो मेरो गाउँ त त्यहाँ डाँडा पुग्नुपर्छ है साथीहरू चाहिँ पनि भर्खर हामी लहरमान डाँडा आयो अघि हामीले भेटेको बस चाहिँ यही हो अब यो बस चाहिँ तल जान्छ जाँदै सो त्यही हो अब हामी चाहिँ लहरमानबाट पनि लाग्यो है साथीहरू अब तल गएर चाहिँ हामी सो बाबालाई भेट्नेछौँ होइन बाबाको रियाक्सन कस्तो हुने रहेछ हेरौँ है साथीहरू हेर्नुहोस् न यहाँ ठ्याक्कै सेम त्यो ठुल्ठुलो ट्र्याक्टर हिँड्छ नि त कोन्डर हो त्यसलाई सोलिङ गरे जस्तो यहाँ अझ मेरो क्यामेराबाट यत्रो सानो आएर है नत्र कति ठुलो हो नि त अनि बुद्धिमान पाखरिन मूर्ति यहीँ थियो पहिला चाहिँ घर साथीहरू यो चाहिँ हाम्रो माथि पुलिचौर गाउँ यही हो साथीहरू सो साथीहरू यहाँ चाहिँ गाउँछौँ है सबै यो गाउँहरू चाहिँ टिपिसकेको छ होइन यो लहरे आम चाहिँ एकदमै धेरै फलिरहेको छ कि साथीहरू आमा कति धेरै हेर्नुहोस् त हाम्रो चाहिँ पुरानो घर यही हो कुकुर हौ हेलो चेला बाबा चाहिँ के गर्दै हुनुहुँदो रहेछ हेर्न सक्ने हुनेछ हात चाहिँ पुरै त्यो राखिराख हेलो बाउ सन्चै हुनुहुन्छ के गर्दै हुनुहुन्छ ड्याडी
फुल कसलाई हो मलाई हो हो ल म भर्खर आयो भनेर हो हो ल थ्याङ्क यू स्वागत गरेको मेरो ड्याडीले त्यस्तै साथीहरू यो भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई मनमुटुबाट धेरै धेरै धन्यवाद भन्न चाहन्छु फेरि पनि नेक्स्ट टाइममा हजुरहरूको माझमा उपस्थित हुनेछु भन्दै यतिखेर वसाइमा हजुरहरूको माझबाट बिदा हुन चाहन्छु ओके बाबा